सबैलाई नमस्कार। मेरो नाम दिपेन्द्र साई हो। बिरामी पदम अगाडि मेरो साथी, सानैदेखिको बच्चैदेखिको साथी हो। अहिले यहाँ ललितपुरमा रहेको नेसनल क्यान्सर हस्पिटलमा उपचाररत छ। आजभन्दा करिब 15-20 दिन पहिला मलाई बिहान एउटा दुःखद समाचार आएको थियो। मेरो साथीले नै मलाई खबर गराएको र उसलाई क्यान्सर पीडित भएको रहेछ। अनि त्यहाँभन्दा पछि मैले पनि उसलाई अब हाम्रो सानो सहयोगले बाँच्न सकिन्छ भनेपछि हाम्रो साथीलाई बचाउनु पर्यो भनेर मैले एउटा अभियान चाहिँ सुरु गरेँ। त्यो अभियानमा चाहिँ मेरो एउटा सानो मेरो अपिललाई चाहिँ आग्रह गरेर मेरा आदरणीय सहयोगी साथीहरू, सहयोगको भावना भएका मेरा प्रिय साथीहरूले चाहिँ सहयोग गर्नुभएको थियो। त्यो सहयोगले आज म मेरो साथीलाई चाहिँ हस्तान्तरण गर्न आइरहेको छु र मेरो सानो बोलीलाई, मेरो सानो आग्रहलाई चाहिँ स्वीकार गरेर चाहिँ आफ्नो सक्दो सहयोग गर्नुहुने आदरणीय साथीभाइहरू, मेरा अग्रजहरू र मेरा साथीभाइहरूलाई म हृदयदेखि नै म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र सहयोग भन्ने कुरा सानो ठुलो हुँदैन, सहयोग भनेको अमूल्य रहन्छ, जसले हाम्रो सानो सहयोगले पनि कसैको जीवन बाँच्छ र जोगिन्छ भने हामीले सहयोग गर्न किन पछाडि पर्नु, सहयोग गर्न सकिन्छ। जति सक्यो भने हामीले कमसेकम एक दिनको खाजा खर्च मात्रै जोगाए पनि हामी त्यहाँबाट हाम्रो साथीलाई, हाम्रो एउटा हुनार युवालाई बचाउन सक्छौँ। र त्यसैले यहाँहरू सबैजनाहरू पनि यो कार्यक्रममा, यो सहयोगमा जोडिनु होला। अहिलेसम्म मलाई आफ्नो भावनाले, आफ्नो हृदयबाट सहयोग गर्ने साथीहरूको नाम यहाँ भन्न गइरहेको छु। स्वयं म आफै मैले 1500 गरेको छु। त्यहाँभन्दा पछि पारस रिमाल, मेरो आदरणीय दाई, यो गङ्गा जमुना मण्डली मावि प्राविधिक शिक्षालयका गणित टिचर। ज्वाला राई, मेरो आदरणीय दिदी, उहाँ अहिले बेलायतमा हुनुहुन्छ। सरस्वती साई, हाम्रो फुपू, ऊ मसँगै पढेको हाम्रो क्लासमेट पनि हो। प्रकाश चन्द्र ठकुरी, उहाँ बर्दियाको र मसँगै मेरो सहकर्मी नै हो। नवीन डोटेल साथी, उहाँ चाहिँ मेरो आदरणीय साथी, उहाँले चाहिँ 2500 गर्नुभएको छ। माथिबाटै भन्नुपर्ने पारस रिमाल 500, ज्वाला राई 1000, सरस्वती साई 1000, प्रकाश चन्द्र ठकुरी बर्दियाको मेरो साथी, उहाँले चाहिँ 1100। नवीन डोटेल मेरो साथी, उहाँले 2500। अञ्जली रम्तेल, मेरो प्रिय बहिनी, ऊ अहिले जापानमा हुनुहुन्छ, उहाँले चाहिँ 2000। मैले सानो रिक्वेस्ट गर्ने बित्तिकै 2000 हालिदिनु भएको थियो। त्यसै गरी ईश्वरी शाह मल्ल, हाम्रै साथी हुन्, उसलाई पनि थाहा छ। उहाँ चाहिँ अहिले नेपालगञ्जमा चाहिँ व्यवसाय गर्दै हुनुहुन्छ, उहाँले 2100। बुनु केसी, आदरणीय मिस, उहाँले 1000। गगन विक, हाम्रो प्रिय भाइ, मातडी घर भएको र अहिले नासु हुनुहुन्छ, उहाँले 1100। कृष्ण राणा मगर, हाम्रो आदरणीय सर, उहाँले 5555। रमेश घिमिरे, उहाँ अहिले शाखा अधिकृत हुनुहुन्छ, मेरो साथी, मेरो क्लासमेट हो र उहाँले 1000 रुपियाँ हाल्नुभएको छ। माधव भूषाल, उहाँ अहिले अमेरिकामा हुनुहुन्छ, पिएचडी गर्दै हुनुहुन्छ, उहाँले चाहिँ 1000 रुपियाँ। शङ्ख विष्ट, मेरो आदरणीय दाई, हाम्रो अस्कलियन, उहाँले 500। गोविन्द बुढा, हाम्रो क्लासमेट हो, उहाँले 1100। पुनम तामाङ, हाम्रो प्रिय बहिनी र मेरो सहकर्मी स्टाफ नर्स, उहाँले 1000 रुपियाँ। भगवती गैरे, हाम्रो आदरणीय मेम, उहाँले चाहिँ 1000 रुपियाँ। त्यसै गरी अनुसाई, मेरो बहिनी, उसले चाहिँ 1500 रुपियाँ सहयोग गरेको छ। त्यसै गरी रिगाउँ माविका प्रधानाध्यापक रामचन्द्र स्टोला सरले पनि 1000 रुपियाँ चाहिँ सहयोग गर्नुभएको छ। त्यसै गरी मेरो प्रिय साथी नवीन बुढा, उसको पनि साथी, हामीसँग क्लासमेट हो, उसले चाहिँ 800 रुपियाँ। हिक्मत विक, हाम्रो प्रिय साथी, उहाँले चाहिँ 1600 रुपियाँ। त्यसै गरी अशोक बुढा, उहाँले 500। रमेश बुढा दाई, उहाँले चाहिँ 500। र डम्बर बुढा, हाम्रो प्रिय साथी, सबैको मिल्ने साथी, उहाँले चाहिँ 1000 भारू गरेर 1600 रुपियाँ। र जम्मा अहिलेसम्म मैले क्यास उठाएको भनेको 26,655 रुपियाँ उसको लागि क्यास उठाएर ल्याएको छु। र यदि यो सानो सहयोगले पनि हाम्रो साथीको एउटा जीवन बस्न सक्छ। त्यसैले सकेसम्मको सहयोग हामी सबै गरौँ र अझ पनि हामीले कमसेकम एक दिनको खाजा खर्च जोगाएर भए पनि हामी सहयोग कलेक्सन गरेर उसलाई बचाउन सक्छौँ। र कुनै पनि धर्म गर्नको लागि, प्रोपकार गर्नको लागि मन्दिर जानु पर्दैन, कुनै तीर्थमा जानु पर्दैन। हाम्रो अगाडि यसरी मृत्युशय्यामा लडिरहेको हाम्रो साथीलाई हामीले बचाउन सक्यौँ भने यहाँभन्दा ठुलो धर्म केही पनि हुँदैन, एकदम ठुलो धर्म हो। त्यसैले म सम्पूर्ण देश विदेशमा रहेका मेरा प्रिय अग्रज, आदरणीय दाईहरू, सिनियरहरू, सम्पूर्ण साथीभाइहरूलाई अझै पनि यो सहयोगमा जोडिदिनु हुन र हाम्रो प्रिय साथी पदम अडीलाई सहयोग गरिदिनु र बचाइदिनुको लागि म हार्दिक अपिल गर्दछु। उसको पारिवारिक पृष्ठभूमि एकपछि अर्को वज्रपात आउँदै अहिले यो समस्यामा आइपुगेको छ साथी। त्यही भएर म पनि एकदम खुला रूपमा अहिले सहयोग गर्नको लागि, म मेरो साथीलाई बचाउनको लागि लागिरहेको छु। यो अभियानमा तपाईँहरू सबै जोडिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यो सँगै मेरा प्रिय आदरणीय साथीभाइहरूले, मेरा अग्रजहरूले दिएको यो यसमा चाहिँ अहिले मैले 21,500 रुपियाँ चाहिँ म अहिले साथीलाई हस्तान्तरण गर्छु र बाँकी चाहिँ उसको खातामा गइसकेको छ। र अरू साथीहरूले पनि कोही सहयोग गर्ने इच्छुक हुनुहुन्छ भने हाम्रो यो अभियानमा जोडिनु होला भन्न चाहन्छु। सेवा नै धर्म हो। हामीले सेवा गर्नको लागि, धर्म गर्नको लागि कुनै मठ मन्दिर गइराख्नु पर्दैन। हाम्रै अगाडि मृत्युशय्यामा सुतिरहेको साथीलाई बचाउन पायो भने यहाँभन्दा ठुलो केही पनि हुँदैन। हाम्रो सानो सहयोगले उसले फेरि पुनः जीवन पाउनेछ भन्ने मैले अपेक्षा गरेको छु। यो सँगै मैले 21,500
5 रुपियाँ चाहिँ मैले अहिले पदमलाई हस्तान्तरण गरेको छु। र यो सँगै यो सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार प्रकट गर्दै हाम्रो प्रिय साथी पदमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु। हस्त धन्यवाद।